कमरेडले यो बोर्डिङ पासको लागि कुरा गर्दै हुनुहुन्छ। उहाँ हुनुहुन्छ मेरो भाइ ब्रदर। के भयो? दिदीलाई रिस उठेर दिदी यहाँ रिसले बसिराख्नु भन्छ। के गरेर एक घन्टा दिदी भयो यहाँ स्याड हुनुहुन्छ। झरेर यहाँ आइसकेको छ। यहाँ पोखरा पुगिसक्यो। हामीले चाहिँ यहाँ देवी सर मात्र भनेर आएको थियौँ है। अनलाइनमा हेरेर आएको नि त। अहिले त यहाँ त पानी दिइरहेको छ कि बर्खाको बेला चाहिँ एकदम धेरै आउँछ अरे। अहिले खासै पानी नै बेसी देखिएन कि किन हजुरलाई पनि देखाइदिन्छु ल। हेर्नुहोस् त एक नंबर तुझे कमर डांस बिचमा आइहाल्यो कि कर्ण अधिकारी भन्दा चाहिँ बिराम भएर बबी पाँचन रहेछ त खाएर गएको त भर्खरै होइन भयो यादै हुन्न कति आउँछ कतिलाई याद राख्ने भिडियो पनि चाहिँ यहाँ चाहिँ त्यो गुम्बा पनि
जाने भन्छ भन्न सिएम कस्तो राम्रो देखेको क्या यो मान्छे भन्न कम्युनिटी होला त सीताको आफू दिनेश त हिरो हो के फोटो खिच्ने कि भिडियो ब्रो कसलाई हो फोन गरेर आएको आफ्नो गर्लफ्रेन्ड हो क्या दौडे कस्तो फिल भइरहेको छ दिनेश खै थाहा छ यता पानी मन्दिर जानको लागि लाइन लागिरहेको यहाँ चाहिँ मन्दिर उहाँ चाहिँ अहिले मेरो भाइ हुनुहुन्छ नरिटाउँदै हुनुहुन्छ हेडमै त दिनेशले चाहिँ छेकिरहेको थियो नै गाइजहरु यता हेर्नुस् त दिनेश ओ माई गॉड खतरा परेर आइछस् त दिनेश दिनेश ओ हेलो ब्रदर हेलो गाइजहरु हामी चाहिँ यहाँ कहाँ जानु लाग्छ दिदी भन्दैछ सारङकोटको डाँडै सारङकोट जानु लाग्यो हामी चाहिँ अब ब्रदर हुनुहुन्छ अनि यहाँ चाहिँ फेवा लेक दिनेश तेरोमा त सिंगल दामी ओ माई गॉड क्या रहिरहेको है उहाँ घुस्दैन अर्को पोजिटिभ यसो दिनेश जानु हरियो काका
हो यसबाट चाहिँ बाटो हो हिजो हामीसँग देवी सल्ट आउनुभएन देवी सोललाई पनि गर्नु हामी चाहिँ यहाँ केबल कारबाट झरिसक्यौँ अब हामी पुगिसक्यौँ यहाँ सारङकोट कस्तो चिसो छ ओ माइ गॉड यहाँ चाहिँ मेरो गाई चौरी हिँड्दै हुनुहुन्छ हामी चाहिँ जाँदैछौँ यता हेर्नुहोस् त सबैजनाले हाई भनिदिनुहोस् ओ माई गॉड चाहिँ अहिले यस्तो ब्युटिफुल ठाउँमा आएको छौँ है यहाँ चाहिँ सारङकोटमा आएको छौँ यस्तो दामी ठाउँ छ है तल पोखरा भ्यालीमा त कति धेरै गर्मी थियो नि त यहाँ त त्यति साह्रो गर्मी पनि छैन कि एकदम दामी छ यो ठाउँ चाहिँ सबैजना आउनु होला भिजिट गर्नु होला एकदम राम्रो ठाउँ ओ माई गॉड अहिलेको सारङकोट धाम मन्दिरमा आइसकेको छौँ यहाँ चाहिँ यस्तो दामी छ मन्दिर करिना आइम दिदीको ठाउँ जानु लाग्यो मेरो जुत्ता यो चाहिँ मेरो जुत्ता हो एकछिन ल मेरो त यसको सोलै छैन त गर्न यो जुत्तामा त एउटामा त सोलै छैन साँच्चीमा मेरो त हेर्नु न मेरो त एउटा जुत्तामा सोलै छैन कि कहाँ बोला ओ माई गॉड आज उहाँ दुईजना छ के यसको नाम के रे आतिला जोसिला भरिला जे पनि पिङ खेल्दै हुनुहुन्छ करिना दिनेश यो चाहिँ पिङ खेल्नुभन्दा पहिलाको मेरो फेस पिङ खेलिसकेपछिको पनि देखाउँछु यता हेरिदिनुहोस् यो त चाहिँ करिनाको त्यो पिङ खेल्नुभन्दा पहिलाको फेस यता हेरिदिनुहोस् त हो नि त आफै उहाँको आँखामा डर देखिरह नो नो ल रेडी करिनाजी यता हेरिदिनुहोस् त अनि देखिनुहोस् कि त बिचारी डराए त्यसको त आवाजै सुकिसक्यो त्यस्तो मलाई डर त लागेको छ त्यही पनि म खेल्दैछु जान्छ त हेलो त्यो भर छैन रे कता ए एकछिन अलिक गर्दैन म मुस्को यता हेरिदिनुहोस् त हजुर तपाईँहरू कति किलो 50 किलो पनि छैन होला दुईजना गरेर 100 किलो पनि छैन होला छन् दुईटा 60%। हजुर हामी एउटै मान्छे हामीले 120 को खेलाइदिनु
हजुर यो रेडी भइरहेछन् माथि गइरहेछन् Okay, ready? 1, 2, 3, go! पिङ्क मजाले सरेन्डरी सङ्गीताको फेस के भयो रे फेरि गर्ने हैन यति मात्र हो त गर्ने भयो मसँग कोही गर्ने भयो भने म गरेर रेडी नत्र गर्दैन मन मुटुदेखि खुट्टादेखि टाउकोसम्म सब कामिरहेछ खेलिसक्यो यस्तो दामी छ भ्यू चाहिँ यस्तो गर्मी छ गाइजहरू त्यही पनि हामीहरू घुम्न छोडेको छैनौँ सबै वाउ कति राम्रो गर्मी हामी चाहिँ यस्तो बजानको अनि मैले चाहिँ भर्खर यो भ्यास किनेको कि कस्तो देखेछ मलाई यार सबजनाले भन्नु
300 स्टेप हिँडिसकेको सुम्री भर्खरै यहाँ नोटिस आयो ममता दिदी एकदम राम्रो छ हामी चाहिँ अब बेगनास लेक चाहिँ दिउँसोको 12 बजेको गर्मीमा घुमेर फर्किनुको हैन हो भन्न लास्ट गर्मी भइरहेछ ओ माई गड यति गर्मीमा नि को आउँछ घुम्न हामी आउँछौँ मलाई लाग्छ र केही पनि लाग्दैन मान्छे हिँड्नु त न ममता दिदी त धेरै टाढा गयो No, nearby. 3 बाट बोलाइदिन्छु ल 3 बाट अलि यतै जान्छ अहिले अलि हुँदै भइसक्यो है हाम्रो भिडियोको त्यो बजे 3 बाट भन्दा नि 1 बाटको भिडियो राम्रो हुँदो रहेछ है 1 बाटको पुरै सिना हुन्छ यार बौता ऊ अनि उता आफ्नै धुनमा गर ल यता फर्की यता यता ओए हे हे यता नोर क्यामेरामा आफ्नै धुनमा नचलाएर यत्तिकै बस्छ एकचोटि